यमन तराई किरातको पूजा गर्ने ठाउँमा आइपुगेछौँ हामी है। अहिले यमन तराई आउने काम थियो हेर्नु है साथीभाइ। यहाँ चाहिँ किरातको सोइसलान भन्छ, कतिले चण्डीनाच भन्छ है। यहाँनिर हेर्नु यो चौतारा रहेछ होइन। यता बस्ने ठाउँहरू पहिले पनि एकखेप आएको थियो। यो सबै छ, राम्रो बनाएको छ बनाउँछ। यहाँ बस्ने ठाउँहरू पनि रहेछ पुरा। पिपलको बोट रहेछ ठुलो बस्ने ठाउँ। यहाँ मन्दिर छ हाम्रो किरातको हो यो है। भित्र बस्ने कुरा त आएन होइन। किरातको मन्दिर छ यहाँ। अन्त कति कुरो त मन्दिर हुँदा उयो पनि हुन्छ हौ। चिन्डो छ, ठुलो चिन्डो छ है। नानी केटीकेटीहरू लड्यो भने चाहिँ भोलि साह्रो पर्छ उठाउनु चिन्डो छ हामीलाई पनि। सिमेन्टको चिन्डो सानो छ त अन्त कति खर्च भएर हेर्नु त। त्यो चाहिँ प्रायः जस्तो किरातहरूलाई चाहिन्छ। तर यहाँ चाहिँ चण्डीनाथमा चाहिँ सबै आउँछ, जुन जाति आएर पनि पूजा हो होइन, गर्नु सकिन्छ आएर। हेर्नु चिन्डो, हाम्रो नेपालीमा चाहिँ रिङमा भन्छ है यसलाई। हेर्नुहोस् है